Good morning guys, have a blessed day to everyone and a new day, new vlog को सुरुवात भइसकेको छ। मेरो 365 डेजको च्यालेन्जको डे 8 हो। सो हेर्दै गर्नुहोस् ल के हुन्छ भनेर म चाहिँ उठिसकेको छु। 8 समथिङ भएको छ, कति समथिङ 8:32 समथिङ भएको छ। सो हेर्दै गर्नुहोस् ल, आज सिक्किम प्रेयर फेस्टिभलको डे 3 हो। सो कतिजना आउन चाहनुहुन्छ, कतिजनालाई प्रेयर रिक्वेस्टको कार्ड छ, आएर प्रेयर गर्न सक्नुहुन्छ। 3 बजीदेखि उता आउन सक्नुहुन्छ। सो रेडी भइसकिसक्यो र आज चाहिँ हामीहरू 3जना भोलिन्टियर्स, मेरो दिदीहरू, म चाहिँ बक्खु लगाउन गइरहेको छ ट्विनिङ गरेर। सो हामी चाहिँ अब यहाँबाट दिदीको रुममा जानुपर्ने हुन्छ। सो हामी बाटोमा के हुन्छ देखाउने। सो स्टेट्यु निस्केको। सो म अब अहिले अर्को दिदीको घरमा पुग्नु पर्ने छ, त्यहाँदेखि त्यसको बाटो फेरि अर्को दिदीको घरमा पुग्नु पर्ने छ। सो हेर्दै गर्दैछ ल बाटोमा के हुन्छ, भेट्नेछौँ। बाबा अनि मेरो प्यारो बाबुलाई छोडेर जानु पर्दछ हौ सानोलाई। ल अहिले भरे आउँछु बढी ल, बाबा आइपुगिसकेको छु हो। आज चाहिँ हामी 3जना ट्विनिङ गरेर लाउने हो नि त। सो त्यही कारणले गर्दाखेरि चाहिँ गाइस बक्खु ज्याकेट सबै पोकापोकी बोकेर हिँड्नु पर्दछ गाइस। त्यस्तो दुःख छ ट्विनिङ गर्नुको लागि पनि। सो हेर्दै हाम्रो किन यस्तो भएको होला खिचित पर्न र मेकअप नगर्दा हेर्नु न कस्तो देख्छ, बेसुरत न बेसुरत। मेकअप गरेपछि अहिले भरे हेर्नुहोस् ल मेरो फाइनल लुक कस्तो हुन्छ। सफलता दिगोमा आइपुगिसके गाइस, हेर्दै गर्नुहोस् ल के हुन्छ। खै गाइस घरमा मान्छे छैन रहेछ। आँटेको सफलताजीको रुमबाट गाइस अघि रुममा मान्छे थिएन, मान्छे त नुहाइदै गरेर रेडी भइसकिसक्यो सकिसकेछ। रेडी भएको छैन, दिदीको घरमा आइपुगिसकिसक्यो। खै घरको मान्छे त हरायो त हो नि अन्त। गाइस फेरि भेट्दैछौँ, खानासाना खाएर हामीहरू रेडी भएर भेट्नेछौँ। अब हिँडेको अघि भन्थ्यो नि हामी बक्खु लगाउँछौँ भनेर। अहिले ट्विनिङ गरेको छ, अहिले देखाउँछु ल, बाई। हेलो, घरबाट निस्किसकेको छ। हेर्नु न ट्विनिङ गरेको हेर्नुहोस् होला। सबैजना आउनुहोस्, आज लास्ट प्रेयर हामी चाहिँ लाग्यो, लागिसकेको छ। अब तपाईँहरू पनि आउनुहोस्, हामी माथि भेट हुनेछ। ओ हिजोको नाना गाडी पाइहालेछ त। सागर दादा बात थाप्दै स्टार्टिङ हुँदैछ, यता पनि छ।
अब चाहिँ हाम्रो यहाँनिर आलुदम रोटी पार्टी चल्दैछ देखाउनु न दादा देखाउँछु भन्छ गाइस हेर्नुहोस् ल रोटी आलुदम देखाउनु न तपाईँले बनाएको आलुदम दादा भाइ पर्वा भाइ भनिदेऊ के पार्टी चल्दैछ यहाँ आलुदम रोटी पार्टी चल्दैछ गाइस अनि भेट्दैछौँ यो मान्छेले नुनको भन्छ हेरिहाल्नु गाइस औ सेलेस्टिना के हो नबोलिदिएको दिएको छ त अनि लगातार उहाँको जीवनमा कार्य गर्नुहुनेछ Amen. आमेन Now we have to leave, अनि हामी त जान पर्छ but I want to finish with these words. तर यो शब्दहरूको साथमा म अन्त गर्न चाहन्छु You know, we are going, हामी त जान्दैछौँ our team is going, हाम्रो टिम जान्छ but Jesus तर येशू is not going anywhere. उहाँ कतै गएको हुनु छैन जानुभएको छैन Jesus is here. येशू यही हुनुहुन्छ Jesus is here. अनि येशू आदिमा तपाईं जब बोल्नुभयो हामी उहाँलाई आराधना गर्छौँ पृथ्वी उत्पन्न भए ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले सृजिए सबैले आफ्नो हात उठाउनु आज चाहिँ सिक्किम प्रेयर फेस्टिभलको अन्त यहीँ भएको छ त्यहाँदेखि अब हामीहरू चाहिँ घर जानलाई गाडी पर्खिरहेको छौँ र यतानिर चाहिँ हुनुहुन्छ सफलता दिदी के भन्नु छ तपाईँलाई राम्रो भयो सबै कुरा सेवाकाई एकदमै आशिषित थियो अन्त यो के पाउनु भएको छ तपाईँको हातमा देखाइदिन्छ पाएको छ यो ट्रफी दोमारी के भन्न चाहनुहुन्छ जय मसी सबैजनालाई दिस इज ट्रफी हामीले खटेको अनुसार उहाँले हामीलाई मायाले चिनो दिनुभएको यो अनि हामी एकदम भरै घरमा राति यस्तो मुटुमा सजाएर सिलाएर चाहिँ राख्नेछौँ हो राति सुत्दा पनि सिरानीमा राख्नेछौँ हुन्छ हस्त जय मसी हुन्छ 365 डेज च्यालेन्जको डे 8 को अन्त यहीँ गर्न चाहन्छु बाई बाई